हेलो एभ्रिवान साथीहरु, वेलकम छ आजको हाम्रो एक क्यारामल पुडिङ रेसिपीमा। आजको यस रेसिपीलाई चाहिँ मैले स्टेप बाइ स्टेप रेडी गर्दैछु साथीहरु। सुरुमा चाहिँ चिनीलाई आवश्यकता थोरै ठिक्क साथीहरु, धेरै पनि हैन। चिनीलाई केही नराखिकन सानो आँचमा यतिको मजाले भुट्ने साथीहरु। यस्तो तरल पदार्थ भइसकेपछि, यतिको रातो भइसकेपछि एउटा भाँडोमा जुनमा चाहिँ हामीले रेसिपी बनाउने हो त्यसमा यस्तो बेसमा चाहिँ यसरी मजाले फिजाइसकेपछि साथीहरु यसलाई सेलाउनको लागि छोडिदिएर अब हाम्रो चाहिँ अर्को प्रोसेस दुध उमाल्ने। यसमा चाहिँ अलिकति चिनी राखेर हल्का गुलियो नै मिठो हुन्छ साथीहरु। 2-3 चोटी दुध उम्लिसकेपछि यसलाई चाहिँ ग्यास अफ गरेर एकछिन सेलाउन छोडिदिने साथीहरु। अब हाम्रो एगको प्रोसेस सुरु हुन्छ। मैले चाहिँ 3टा अन्डालाई मजाले अलिकति भिनेगर राखेर फिटेको छु। भिनेगर राखेपछि यसको टेस्ट अझै बढ्ने छ साथीहरु। अब चाहिँ अहिलेको दुधलाई एड गरिदिने र मजाले फिट्ने साथीहरु। मजाले फिटिसकेपछि अब चाहिँ अहिलेको चास्नी सेलाइसकेको छ साथीहरु। अब यसलाई दुधलाई चाहिँ छानेर यसमा एड गरिदिने साथीहरु। मैले चाहिँ यता अर्को भाँडोमा तातो पानी तताइसकेको छु साथीहरु। अब सिल्भर फोइल नभए हजुरले ढक्कनको प्रयोग गर्न पनि सक्नुहुन्छ। मैले चाहिँ सिल्भर फोइलको प्रयोग गरेको छु। अब यहाँ ट्याक्क बसाइदिएर यसलाई ढक्कन लगाइदिएर 40 देखि 50 मिनेट पकाइसकेपछि साथीहरु हेर्नुस् त पानी पनि सुकिसकेको छ। यो पनि पाकेर रेडी भइसकेको छ साथीहरु। अब पाको पाकेन चेक गर्न चाहिँ टुथपिनले यसरी हजुरहरूले ट्याक्क गाडेर चेक गर्न सक्नुहुन्छ। र यसलाई अब साइडमा राखिदिने साथीहरु। आधी घण्टा जति सेलाउन छोडिदिने र चिसो भइसकेपछि यसलाई फ्रिजिङ गरेर चाहिँ ट्याक्क निकालेपछि साथीहरु चिसो गर्मीको मौसममा एकदमै उपयुक्त हुन्छ साथीहरु। यो जाडोमा नि तातो खाना चाहिँ एकदमै मन पर्नेलाई चाहिँ धेरै टेस्टी हुन्छ साथीहरु। यो चाहिँ गुलियो ट्याक्क ब्रेकफास्टको रूपमा हजुरले नानीहरूलाई र आफूले पनि जस्तो सुकै उमेरको समूहको व्यक्तिहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। केटाकेटीहरूलाई अर्थात् आमा बुवाहरूलाई पनि बनाएर ट्राई गर्न सक्नुहुन्छ साथीहरु।